यो एउटा मिठो र मर्मस्पर्शी प्रेम कथा हो जहाँ दुई फरक भूगोल, संस्कृति र हावापानी प्रेमको एउटै सूत्रमा बाँधिन्छन्। हिउँ र लुको मिलन, एक प्रेम कथा। पात्रहरू: डोल्मा, मुस्ताङको चिसो हावामा हुर्किएकी, गाला राता भएका, जाँगरिली युवती। आर्यन, भैरहवाको गर्मी र तराईको खुल्ला फाँटमा हुर्किएको, जोसिलो र फराकिलो सोच भएको युवा। पहिलो भेट, मुक्तिनाथको फेदीमा। कथा सुरु हुन्छ मुस्ताङको कागबेनीबाट। आर्यन आफ्नो कलेजका साथीहरूसँग बाइकिङ ट्रिपमा हिमाली भेग पुगेको थियो। तराईको तातो घामबाट आएको आर्यनलाई मुस्ताङको चिसो बतासले कपाएको थियो। त्यही बेला स्थानीय स्याउको बगैँचामा काम गरिरहेकी डोल्पासँग उसको आँखा जुध्यो। डोल्पाले हाँस्दै भनिन्, इन्टु के भो बाबु, तराईको मान्छेलाई मुस्ताङको हावाले अलि धेरै नै माया गरेछ कि क्या हो? आर्यनले कामिरहेको स्वरमा भन्यो, माया त थाहा छैन, तर यो चिसोले ज्यान नै जाला जस्तो छ। संस्कृति र स्वभावको साटासाट। त्यो यात्रा आर्यनका लागि यात्रा मात्र रहेन। केही दिन त्यहीँ रोकियो। डोल्माले उनलाई भोटे चिया, नुनिलो चिया खुवाउन सिकाइन्, जुन आर्यनलाई सुरुमा त अनौठो लाग्यो, तर पछि त्यही चियाको तलतल लाग्यो। बदलामा आर्यनले डोल्मालाई तराईको छठ पर्व, पहिलो तोरीको खेत र गर्मीमा खाइने लस्सीका कुरा सुनाउँथ्यो। डोल्माका लागि आर्यनको कुरा सुन्दा तराई कुनै अर्को ग्रह जस्तै लाग्थ्यो, जहाँ मान्छेहरू चिसो खोज्दै हिँड्छन्। आर्यनका लागि डोल्माको सादगी र हिउँ जस्तै सफा मनले उसलाई लोभ्यायो। चुनौती र दूरी। यात्रा सकियो, आर्यन भैरहवा फर्कियो, तर उनीहरूको मन भने एक अर्काकै भूगोलमा अड्किएको थियो। भिडियो कलमा आर्यन पसिनाले निथुरक्क भिजेको हुन्थ्यो भने डोल्मा बाक्लो बक्खु लगाएर हिउँ परेको देखाउँथिन्। मुख्य चुनौतीहरू: हावापानी। डोल्मालाई तराईको गर्मी सहनै गाह्रो हुन्थ्यो। खानपान: आर्यनलाई हिमाली भेगको थुक्पा मन पर्थ्यो, तर डोल्मालाई तराईको पिरो अमिलो चटपटेले कहिलेकाहीँ पेट पोल्थ्यो। मिलनको बाटो। अन्ततः उनीहरूले भूगोललाई भन्दा भावनालाई प्राथमिकता दिए। आर्यनले डोल्माको गाउँमा एउटा सानो इको लज खोल्ने निर्णय गर्यो, जहाँ तराईबाट आउने पर्यटकहरूलाई हिमाली आतिथ्य सत्कार गरिन्थ्यो। अहिले उनीहरू वर्षको आधा समय मुस्ताङमा बिताउँछन् र जब मुस्ताङमा अत्यधिक हिउँ पर्छ, डोल्मा आर्यनको घर भैरहवा जान्छन्। प्रेममा भूगोलको सिमाना हुँदैन। पहाडकी छोरीलाई तराईको छोरोले र तराईको छोरोलाई हिमालकी छोरीले बुझ्न सके, नेपालको नक्सा एउटै मुटुमा अटाउँछ। के